नमस्कार दर्शक वृन्दहरू, आजको कथा बेहुली अगाडि बेहुला पछाडि। यो कथा तेस्रो लिङ्गी एक महिलाको रहेको छ। आजभन्दा 100 वर्ष अगाडिको राणा शासन कालमा तेस्रो लिङ्गीले समाजमा कसरी कुण्ठित भएर बाँच्नु पर्थ्यो भन्ने केही घटनाहरूलाई काल्पनिक रूपान्तरण गरेको छु। यो कथा केवल काल्पनिक हो। यो कथा सम्बन्धी केही तपाईको सुझाव भए सकारात्मक सुझाव सहितको प्रतिक्रिया दिनुहोला भन्दै आजको कथा बेहुली अगाडि बेहुला पछाडि। रमेश जो तेस्रो लिङ्गी हुन्, रमिता भएर यो धरतीमा जन्मेकी थिए, तर उनी एक पुरुष बराबर तेस्रो लिङ्गी भएर यो समाजमा निर्धक्क बाँच्न र घुम्न पाउँछिन्। रमेशको अगाडि नबोले पनि पछाडि पछाडि मान्छेहरूले कुरा त काट्छन्, तर उनी यो समाजमा कठोर जिन्दगी भए पनि बाँचिरहेकी छिन्। यही माटोमा आजभन्दा 100 वर्ष अगाडिको कुरा हो। राणा शासन चलिरहेको थियो। गाउँका सोझा जनताहरूलाई न सरकारको रूप थाहा थियो न रङ्ग। ठुला ठुला मान्छे अरू आए भने नमस्कार हजुर भन्थे। के हो विरोध, के हो क्रान्ति, त्यो जनताको चेतनामा पुगेकै थिएन। त्यही समय कोपिला तामाङको जन्म भयो। छोरीको रूपमा घाँस दाउरा गर्ने, खाना पकाउने काम गर्थिन्। तर उनको उमेर बढ्दै जाँदा आँट पनि बढ्दै गयो। छोरा मान्छेले जस्तै गोरु नार्ने, ढाकर बोक्ने काममा पनि खप्पिस। गाउँका सबैजना कोपिलाको तारिफ गर्थे। युवाहरू पनि नाक खुम्चाउँदै हो बलि नै छे भन्थे। युवा मध्ये पनि हरिहर थापालाई चाहिँ उनको बलियोपनको उदाहरण ताजै थियो। एक दिन कोपिला रानीवनका बीचमा सुसेल्दै हिँड्दै थिए। हरिहर टुप्लुक्क देखा पर्यो र खुसुक्क भन्यो, ए कोपिला, मसँग बिहे गर्छेस्? नकराई भेट्लास। हरिहरले तर्साउने तरिकामा भन्यो, ए मैले भने मान है, एक्लै छेस्, जे पनि हुन सक्छ। हरिहरको कुरा सुनेर कोपिलाको भित्रैदेखिको रिस पोखियो। उनले हरिहरलाई एउटा हातले देब्रे खुट्टा र अर्को हातले दाहिने हातमा समातेर काठको मुढा उचाले झैँ उठायो र हुर्र फालिदियो। यो कुरा गाउँको कसैलाई थाहा थिएन, केवल दुई प्राणीलाई मात्र। तर 18-19 वर्ष कलकलाउँदो कोमल शरीरकी कोपिलालाई भने अर्कै पिरलो थियो। उनी पुरुषको काम गर्दा गर्दै महसुस पनि केटा मान्छे जस्तै गर्न थालेकी थिइन्। आकर्षण पनि केटाभन्दा केटीप्रति बढी थियो। उनलाई कसैले पनि यो कस्तो रोग हो भन्न सकेका थिएनन्। उनलाई लाग्थ्यो म पहिलेको जन्ममा पापी हुँदो हो। एक दिन उनको घरमा दोर्जे काका आएका थिए। उनको बुवासँग खुब गफ मिल्थ्यो। दुवै जाँडको सुरमा कोपिला र दोर्जे काकाका छोरा पासाङसँग बिहेको कुरा छिनोफानो गरिहाले। त्यसपछि गाउँभरि हल्ला फैलियो। बिहे हुने पक्का भयो। तर कोपिलाको मनमा जाँच्ने कोही भएन। उनलाई थाहा थियो पासाङसँग न उनको आकर्षण थियो न त उनीसँग घरबार नै बस्न सक्थ्यो। कोपिलाले यस्तो बारेमा सोच्न पनि सक्दिनथे। उनी त्यो जिन्दगीभन्दा बुढी कन्या हुन तयार थिइन्। तर जबरजस्ती बिहे हुने भयो। बाउलाई नाइ गर्दिन भन्दा जवाफ आउँथ्यो, मेरो वचन गइसक्यो, त्यो हुन्न। आखिर दुई जोडीको बिहे भयो। दुलहीको आँखामा आँसु र अलिअलि खुसी देखिनु पर्थ्यो, तर त्यस बिहेमा न त आँसु न त हर्ष देखिन्थ्यो। कोपिलाले एक आइमाईले पाउने सौभाग्य पाएकी थिइन्, तर उनलाई यो सब नाटक लागिरहेको थियो। बिहे सकियो, जन्ती गए घरतिर। बेहुली अगाडि बेहुला पछाडि। आजको कथाको शीर्षक रहेको थियो बेहुली अगाडि बेहुला पछाडि। यो कथा मैले केही समय अगाडि लेखेको हुँ। तपाईलाई यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुन्छ भन्ने मलाई आशा छ। अर्को भिडियोमा विभिन्न देश विदेशका कथा
वा कहानी वा लघुकथा लिएर आउने नै छु। आजलाई भने म तपाईँहरूकै कथा भन्ने साथी जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।